नमस्कार है सम्पूर्ण कृषक साथीहरूलाई। विशेष मौरी कृषकको लागि मैले छोटो भिडियो राख्न लागिरहेको छु। साथीहरू, मैले 2-4 दिनदेखि अगाडिको एउटा मेरो जीवनमा र यहाँ भएका परिस्थिति र घटनाको विषयमा जोडेर छोटो भिडियो बनाउन लागिरहेको छु अनि अपलोड गर्न लागिरहेको छु। तपाईले सुरुदेखि अन्तसम्म हेर्नुहुनेछ, मलाई विश्वास छ। विशेष गरेर मैले यहाँ चाहिँ आफ्नै फर्मको मौरीको निम्ति यहाँ छोटो एकदमै सानो एरियामा क्षेत्रमा मैले चाहिँ यो तोरी लगाएको थिएँ र यो आज 2-3 दिन अगाडिसम्म त यो केही थाहा थिएन कहाँ के थियो। तर पनि यहाँ आज हिजो अस्ति 3 दिन अगाडिदेखि चाहिँ हिजोदेखि मैले बढी मात्रा यो चाहिँ जङ्गलको कठौरी मौरी चाहिँ मेरो यहाँ फर्मको घरभित्र त गएको छैन। तर पनि यो चाहिँ तोरीमा चाहिँ बुट्टाहरूमा फुलहरूबाट यसले खेर्दै आफूले चाहिँ पुष्परस ओसारिरहेको चाहिँ मैले देखेको छु है। यो अवस्था, यो घटना घट्यो यो ठाउँमा, मेरो ठाउँमा। अनि साथीहरू, यो चाहिँ तपाईले यदि चिन्नु भएको छैन भने यो हेर्दा टाउकोतिर मौरी जस्तै हो, तर यसको चाहिँ मौरीको चाहिँ कालो र सेतो, कालो र पहेँलो धर्काहरू हुन्छ भने यसको चाहिँ निलोमा सेतो धर्का हुन्छ है त साथीहरू। यसरी चिन्नुहोस्। अनि सानो हुन्छ यो थोरै, अनि लामो हुन्छ। लम्बाइ उस्तै होला, तर यसले यो आकार अलिकति सानो भएको कारणले लामो देखिरहेको होला। त्यसरी चिन्नुहोस्। तपाईले कतै यो यसको गोलाहरू भेटाएर पनि तपाईले नचिनेर है, नजानेर यसलाई तपाईले गुमाउनु भयो कि भन्ने एउटा डरले मैले आज यो कठौरी मौरीको विषयमा चाहिँ तपाईलाई जानकारी र एउटा यसको पहिचान र चिन्हको निम्ति मैले चाहिँ यो भिडियो अपलोड गर्न लागिरहेको छु। यो हुन त यो व्यावसायिक रूपमा चाहिँ हामी चाहिँ चाहेर पनि यो संसारमा पाल्न सकिरहेको छैन। यो र भिरमाउरी है, यो जस्तै सिराना मौरी, मिलिफेरा मौरीलाई चाहिँ हामी चाहिँ जङ्गलबाट यो विशेष सिरानालाई जङ्गलबाट घरमा आफ्नै ठाउँमा ल्याएर पाल्न सकिरहेको छु, पाल्छौँ पनि हामी, व्यावसायिक रूपमा पालिरहेका छौँ। तर यसलाई चाहिँ अहिलेसम्म सम्भावना देखेको छैन। तर यसबाट चाहिँ सबैभन्दा असल र मिठो, रसिलो, औषधिजन्य र एकदमै मूल्यवान मह यसले जम्मा गर्छ। हामी बुढापाकाहरूबाट पनि हामी सुनेको छौँ धेरै औषधि हुन्छ यो। आँखामा फुला पर्दा के यो जुन गाँठा, हातको नसाहरूमा गाँठा पर्दा, यताउति सबै कुरोमा यसरी लगाउँदा यसले जाती गर्छ भन्ने कुरा सुनेको छौँ। मैले चाहिँ यो कतार र जुन इन्डियाको राजस्थानमा त पटक मैले निकालेको थिएँ। त्यसमा त नेपालमा चाहिँ मैले निकाल्न पाएको छैन। तर यो निकै नजिकै रहेछ कि हो मेरो फर्मदेखि, धेरै टाढाबाट त यो आएको छैन है। सायद 500 मिटर यो एरोफेरोमा होला, 500 मिटर 1 किलोमिटरै होला, त्यति टाढा त नजान पर्छ यो, कि अन्त कतै चाहिँ फुलहरू नपाएर यो आयो। हुन्छ साथीहरू, आज यो परिस्थितिलाई तपाईले केही सुझाव कमेन्ट गर्नुहुन्छ अनि सुझावहरू दिनुहुन्छ भनेर मैले यो राख्न लागिरहेको छु। तपाईँ पनि यो नगुमाउनुहोस् भन्न चाहे मैले। र यो चाहिँ हुल निरेश गरेर भागेको एउटा मौरीको जस्तै सानो हाँगामा, सानसानो हाँगा बुट्यानमा यसो गोला पोका परेर बसेको हुन्छ। त्यसभित्र हुन्छ यसको बहुमूल्य चाका मह है, औषधिजन्य मह। त्यही हो वनको असल कठौरी मौरी है। तपाईले पाउनुभयो भने यसलाई थोरै सानो आगोको धुवाँ लगाइदिनु भने यो सर र हट्छ, यो माउ चाहिँ अलग हुन्छ, पन्सिन्छ, अनि तपाईँले निकालेर ल्याउनुहुन्छ र तपाईँले सुरक्षित राखेर आफ्नो औषधिको रूपमा तपाईँले प्रयोग गर्न सक्नुहुन्छ है त साथीहरू। यिनै जानकारीमूलक भिडियो
तपाईँहरूलाई राख्दै अनि बिदा हुन चाहन्छु। अनि तपाईँले साँच्चै यसबाट केही मनोरञ्जन लिनुभयो अनि केही ज्ञान पनि पाउनुभयो भने तपाईँलाई यो भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न सक्नुहुन्छ। हामी भेट दिनेछौँ फेरि अर्को भिडियोमा। हुन्छ, नमस्कार।